ओएमजी बुढा झन्डै बेहोस। वेट गाइस, हे एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग्स। आज जाँदै थियौँ हामी बाबुको फिस पे गर्नलाई, अनि सो एकदमै वेदर इन्जोय गर्दै जाँदै थियौँ। तर एकछिनपछि जुन बिल आयो 58,000 को फिसको, त्यस पछाडि बुढाले रिङ्गटो लाएर झन्डै ठाउँ कि ठाउँ बेहोस भए। अनि ठिकै छ, अब टेन्सन भाडमा जाओस्, एकछिन मोमो खाइदिउँ न त भनेर हामी आइसकेका थियौँ मोमो घरमा। अनि मोमो देखिसकेपछि चाहिँ सुरुमै मुखमा वाटरिङ भइसकेको थियो गाइस। अनि बुढाले चाहिँ पिरो चटनी अनि झोललाई त्यो मोमोमा राखेर आफ्नो मोमो खाने चाहिँ बनाउँदै थिएँ। अनि म चाहिँ एकदिनलाई क्यामेराम्यान थिएँ, तर मेरो मुखमा पनि पानी आइराखेको थियो। अनि बुढाले चाहिँ फर्स्ट बाइट ट्राई गरौँ न भने अनि एकदमसँग राम्रो छ भनिराखेको थिएँ। अनि त्यसपछि फेरि मेरो पालो आयो चटक देखाउने। अनि बुढाले मेरो भिडियो बनाउँदाखेरि म पनि एकछिन दामी छ गरिराखेको थिएँ। एकछिनपछि गाइस मोमो चाहिँ खाइयो, तर रियाक्सन हेर्नुहोस् बुढाको, पिरोले झन्डै आँखाभरि आँसु आएको थियो। अनि मेरो हालत पनि त्यही नै थियो गाइस। अनि मैले हेरेँ, खाइसकेपछि हेर्नु न मेरो त्यो झोलमा यति धेरै खुर्सानी रहेछ। भोलि के हुने आई डोन्ट नो। सो बाई बाई गाइस।